एन्ड नमस्ते सबैजनालाई एन्ड तपाईहरुलाई स्वागत छ मेरो ब्लगमा हैन। आज चाहिँ तपाईहरु हेर्न सक्नुहुन्छ क्या राम्रो घाम लागेको छ एकदम वाउ भन्ने टाइप जस्तै। यति दिनसम्म जाडोले हामी मर्न लाग्थे, आज चाहिँ यस्तो बबल घाम लागेको छ के भन्ने हैन। उ त्यहाँ हेर्नुस् घाम लागेको छ घाम। सो हैन हाम्रो यहाँ चाहिँ सानीमा आउनु भएको छ एकदम हाम्रो सानीमा जो कि म भन्दा पनि धेरै सानो छ नाइटमा हैन। यहाँ हेर्न सक्नुहुन्छ कति सानो हुनुहुन्छ। चिन्ताले मारो चिन्ताले कोही हामी बचालो यो गट्या हैन यो भन्नु पर्दैन हजुरहरुले। ए यस्तो फोटो अपलोड हाल्नु सो हैन अब चाहिँ हामी भिडियो बनाउँछौँ। भिडियो बनाउनको लागि चाहिँ डान्स प्र्याक्टिस गर्छौँ हैन, प्र्याक्टिस गर्छौँ अनि त्यसपछि भिडियो सुट गर्छौँ। सो गाइज हैन अब चाहिँ हामी सुट गर्ने बेला छौँ। एकछिनमा डान्स सान्स सिकेर यहाँ कोही कोही खाना खाइरहेछन्, कोही केही गरिरहेछन्। सन्ध्या पनि यहाँ आइसकेछ। यो कोरियोग्राफर एन्ड डाइरेक्टर एन्ड म हुँ त्यो यसमाको हिरोइन एन्ड एक्टर। भन अब के भने कोरियोग्राफर एन्ड डाइरेक्टर। हामी चाहिँ हो साइड डान्सर। कोरस जो हिरोको बच्चा झिक्कै मन छन् त्यहाँ ब्याकग्राउन्ड डान्सर। सन्ध्या तुइले मैले साइड डान्सर भन्दै हिरोइन साइड नै हल्का नम्बर गान्ने और तीन हल्का फेम भएका हुन्छन्। ब्याकग्राउन्ड डान्सर भाइ उनका पछाडि नत्या यो त्यो भिडियो हाम्रो लागि मेन मेरो र सन्ध्याको लागि मात्र हुन्छ, अरूको लागि हैन। सो गाइस तपाईहरु हेर्न सक्नुहुन्छ हैन। अहिले चाहिँ हामी रेडी भइसकेर सुटमा आइसकेका छौँ। तपाईहरु हेर्न सक्नुहुन्छ सन्ध्यालाई और ये रही में हैन। मेरो मुखमा चाहिँ एक्कासी यो के भएको होला तपाईहरु भन्नु त। एक्कासी हेर्नु न यो के भएको होला केही थाहा छैन मलाई के भयो यो। अनि उता चाहिँ दुईटा जनामा उता उभिरहेछन्। भाउजू चाहिँ अहिले घरमै हुनुहुन्छ। सो म चाहिँ ब्लगिङ गरिरहेको छु। धेरै राम्रो देखिरहेको छु यार तिमी चुवाक। तिमी पहिलाको जस्तै कालो हो। कालो भन्छ क्या हुआ क्रीम लगा के गोरा लगा सकता हूं दिल वाला तू भन्ने आई क्रीम लगा के गोरा हो सकता धक ल भइयो बुझिलो मैले प्यार गरेको रेडी यसलाई चाहिँ धेरै जाडो भन्दा 3 2 1 यस्तो स्थिति आइसकेको छ यहाँ। यसरी ब्ल्याङ्केट लिएर हामी चाहिँ भिडियो बनाए सुटमा आएर छ हैन। टाइममा ब्ल्याङ्केटमा आउने भिडियो बनाउन जाने भइरहेको छ। हाम्रो यस्तो स्थिति आइसकेको छ। जाडो यस्तो छ के भन्नु अब। यस्तो जाडोमा हिँडेर यहाँ हेर्नु कुछ बोलना चाहोगे तुम लोग क्या? मर रही है इधर। स्थिति आई है इसकी वीडियो हैन। आज यस्तो जाडो छ नि, यो जाडोमा म भिडियो पनि बनाउन सकिरहेको छैन। सो अब चाहिँ म भ्लगको एन्डिङ गर्न लाग्यो हैन। लास्ट जाडो भयो कि सकिने लागेन। आई कान्ट कन्ट्रोल भने नि आई कान्ट कन्ट्रोल। यस्तो जाडो छ अब त्यही भएर भ्लग चाहिँ यहाँबाटै खत्तम हुन्छ। हजुरहरूले देखिसक्नुभयो मौसम हेर्नु न कस्तो जाडो छ। कुहिरो टाइप। अघि त घाम लाग्ने जस्तो भइरहेको थियो। घाम लागेको पनि थियो तर कहाँ पो गयो थाहा छैन। सो यदि हजुरहरूलाई भिडियो मन परेमा लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्नु होला। तिमी पनि के भन्नु न यार। यदि भिडियो मन परेमा सबैले लाइक कमेन्ट सेयर आफ्नो साथीलाई सेयर गरिदिनु होला। ल अरु यति भन्न चाहन्छु। यतिको लागि धन्यवाद अनि एन्ड बाई बाई टाटा।